छोरीलाई वैवाहिक जीवनको शुभकामना दिन चाहन्छु र अब छोरी जन्मेदेखि नै हाम्रो घरमा शुभ लक्षणहरू छाएको थियो। छोरी जन्मेदेखि नै हामीले घरमा राम्रो हुँदै गयो, सबै परिवारमा राम्रो हुँदै गयो। अनि छोरीलाई मलाई याद छ, छोरीलाई अगाडि राखेर 2-3 महिनाको हुँदा म पढ्नको लागि बस्थेँ, ऊ सधैँ हाँसिरहेको थिएँ। त्यसले गर्दा मलाई एकदम पढ्न नि ऊर्जा आउँथ्यो र मैले ऊ पनि राम्रो गरेँ छोरीको लागि, छोरीले गर्दा। त्यही भएर छोरीलाई एकदमै मिस गर्दैछु। छोरीसँग बितेका 25 वर्षका पलहरू कति छिटो बित्यो मलाई पत्तै भएन र आज यो घडीमा आइपुग्दा म एकदम दुखी पनि छु छोरीलाई अब पठाउनु पर्दा। तर म खुसी पनि छु किनकि उसको इच्छा अनुसार नै मैले गर्दैछु यो। कहीं पास है आके मेरे हाल को थाम ले। प्यारी छोरी इसु, तिमीलाई वैवाहिक जीवनको धेरै धेरै शुभकामना। तिमी र म दुईजना मात्रै बाबासँग टाढा रहँदा बिताएका पलहरू अझै पनि याद छन्। तिम्रो सुखी दाम्पत्य जीवनको शुभकामना व्यक्त गर्दछु। तिमीसँग थोरै सेकेन्ड पनि टाढा नभएकी तिम्री आमा आज तिमीलाई ज्वाइँको हातमा सुम्पेर दुखी भएर बसेको छु, तर तिमी टाढा छैनौ। तिम्रो इच्छा अनुसारको ज्वाइँलाई हामीले दिएका छौँ, त्यसमा हामी धेरै धेरै खुसी छौँ। हाम्रो ज्वाइँ पनि धेरै ज्ञानी हुनुहुन्छ। तिमीहरू दुईजनालाई लङ लाइफ 1000 इयरसम्म तिमीहरूको जिन्दगी यसरी नै बित्योस्। आमाको तर्फबाट धेरै धेरै शुभकामना दिन चाहन्छु। जो उसका साथ हो काफी वही, मेरे गम में भी हर खुशी में वो दिन सुबह शाम रात हो। कुछ वो कहे कुछ मैं सुनूं। मैले लोकेन्द्रलाई चाहिँ युनिभर्सिटी अफ टेक्सास एट आर्लिङटनमा भेटेको थियो। हम्बल खालको अनि अलिक केयरिङ, अलिक बढी नै केयरिङ छ एक्चुअली भन्नुपर्दा। अनि त्यसमा चाहिँ फनी पनि सँगसँगै। कहीं पास है आके मेरे हाल को थाम ले। 2019 मा अनि हामी चाहिँ कलेजको रेस्टुरेन्टमा भेटेको थियौँ। त्यसपछि भेट्दै गयौँ, बोल्दै गयौँ होइन। अनि त्यसपछि मैले प्रपोज गरेँ चाहिँ अक्टोबरमा हो। अनि जति माया उसले मलाई दियो म पनि त्यति नै आउटपुट दिन चाहन्छु होइन, फर आवर रेस्ट अफ द लाइफ। मैले भन्दा धेरै उसले माया गर्छ होला मलाई होइन, जस्तै भन्ने भने अब कम्पेरिजनमा त्यही हो। अब मैले त गर्छु तर उसले मैले भन्दा धेरै माया गर्छु। मैं प्यार से रहूं देखता कहीं दूर से, क्या पता वो यहीं कहीं पास है आके मेरे हाल को थाम ले। अब यसरी नै हाँसी खुसी तिमीसँगै जिन्दगी बिताउन पाऊँ। लोकेन्द्र, म तिमीलाई धेरै नै माया गर्छु। जिंदगी की राहों में तेरा साथ हो।